हेलो नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल गाइज। मैले हिजो भ्लगिङ गर्नलाई एउटा वायरलेस K35 वायरलेस मगाएको थिएँ हो। अनि अनलाइनबाट मगाएको थिएँ मगाउन त, तर मेरो मोबाइलमा काम गरेन है। किनभने चाहिँ अब टाइप सी भएको भए काम गर्थ्यो होला कि जस्तो लाग्यो, तर यो एन्ड्रोइड वाला हो हैन, त्यसै मेरोमा काम गरेन। म तपाईलाई देखाउँछु म कुनबाट काम गर्छ र कुनबाट के गर्छ भनेर देखाउँछु है। अनि यसको खासै क्वालिटी चाहिँ दामी रहेनछ हैन, मलाई ठीक लागेन लाग्नु, तर अनलाइनबाट मगाएको। तर हेरौँ के कस्तो छ हेर्नुस् गाइज है। त्यसैले यस्तो छ गाइज है, मोबाइल कसरी अन्ड्याउँ के सेल्फी स्टिक भयो मजा आउँथ्यो यार गाइज। गाह्रो छ गाइज, गाह्रो छ। यस्तो छ हैन गाइज। अनि मैले यो मगाएको अनि यस्तो छ। अनि दुईटा यो माइक्रोफोन भइहाल्यो है, माइक्रोफोन भन्नाले अनि यो के आउँदैन त। अनि यस्तो वाला छ है, ए कनेक्ट चाहिँ मेरो मोबाइलमा भएन हो। अनि यस्तो पाउँछ, दुईटा यो पाउँछ हो, आउँदैन त। दुईटा यो छ अनि एउटा यो छ है गाइज, यो हो मेन कुरा। अनि यो पाउँछ यसमा, अनि चार्जर पनि पाउँछ हो, साथमा चार्जर पाउँछ। अनि यस्तो चार्जर पाउँछ है, ए टाइप सी वाला चार्जर पाउँछ। किनभने यता चार्जिङ गर्नको लागि यता चार्जिङ छ हो, यता यस्तो चार्जिङ लगाउनु पर्छ। अनि यो चार्जिङ भइहाल्यो। खासै यसको कनेक्ट चाहिँ कस्तरी हुने रहेछ भने चाहिँ हो, मोबाइलमा एउटा एप्स चाहिनु पर्दो रहेछ कि। अब यसलाई कनेक्ट गर्नलाई चाहिँ पनि यस्तो बत्ती बल्नुपर्छ हो। ए रेड अनि रेड र ग्रीन बलेको छ। अनि दुईटैमा यो कनेक्ट यताउति कनेक्ट भइसक्यो नि, सर्चिङ भइरहेको छ, यता खोजिरहेको छ है। यता कनेक्ट भइसकेको छ, यता पनि भइसकेको छ। अनि त्यसैले अब यो मोबाइलमा हाल्नु पर्यो हो। यो मोबाइलमा हालिसकेपछि अनि मेरो मोबाइलमा काम त गरेन। अनि अब काम गरेन, मैले एउटा अर्को एप्स तानेर अनि ओपन क्यामेरा भन्ने एउटा फाइल तानेर हो, त्यसबाट काम चल्यो। त्यसैले गाइज अनि अरू यहाँ रहेछ है। अब के यो खासै काम छैन हो पढेर पनि। अनि त्यस्तै यसले काम चाहिँ है गाइज। अब हुन्छ नि डिजेतिर अनि इयरफोन अर्को हुन्छ नि, अर्को के भन्छन् नि त्यो MP3 अनि सानो डिजेवाला माइकिङ त्यो हुन्छ नि, त्यसमा हाल्दाखेरि अनि एकदम राम्रो हुने रहेछ कि, बोल्न मिल्नेवाला रहेछ है गाइज।